so out of place with all these fake people in my face. I cannot relate. Yeah. Sometimes I feel like I create and they just take everything I make, turn around and then hate. Maybe I was living off expectations, or I was born in the wrong generation. That's probably it. Meanwhile, I'm crushing weed overseas, hoping. जहाँ पे कहीं है मेरा यकीन सुजीता बिस्तारै खान चाहिँ मैं एडमिट पोखे हो हॉस्पिटल से रुक धागा गएबा किसी का नहीं ले जाए जाने का हवाएं हवाएं ले जाए तुझे कहाँ हवाएं हवाएं बेगानी है ये बागी हवाएं हवाएं ले जाए मुझे कहाँ हवाएं हवाएं ले जाए जाने कहाँ ना मुझको खबर ना तुझको पता रिकॉर्डिंग यता हेरौँ क्या अन्य रिकर्डिङ हुँदैछ है कुबिरदा कुबिरदा यता फर्काउँ है त्यहाँ ए अन्य सुभाष अरे फिलिप दाइ आउनु भएछ नि हौ सबैको अनुहार देखाएर राखौँ भनेको ए सुटु जाउँ न पर जाउँ पर जाउँ बसौँ न यहाँ म्याटमा जाउँ न आउनु बगलमा मिलेर बसौँ न आउनु आउन हाम्रो लिम्बुमा मिलेर बसौँ आउन आउन हाम्रो लिम्बू जातिहरूको फ्यामिली चाहिँ निकै ठुलै छ गा व्हाट्सएप स्टेटस खाया कुनै फुङबान हैन ल आफै रमाइलो गर्नुपर्छ यहाँ बस आशिष भारत के भन्नु छ आजको विषयमा हाम्रो अजित यो आजको यो जुन प्रोग्राम हुँदैछ यसको विषयमा के भन्नु चाहनुहुन्छ विषय त के भन्दाखेरि चाहिँ आज यो चिरबिरेमा हामी उपस्थित भएका छौँ सम्पूर्ण दाजु अनि हामी भाइ बहिनीहरू छौँ है यति मजा आइरहेको छ लाइफमा फर्स्ट टाइम मैले कुन चाहिँ यस्तो पिकनिक भन्ने गर्छु है यति साह्रो मजा आइरहेको छ तपाईँलाई म कसरी एक्सप्रेस गर्नु त्यो एक्सप्रेस गर्न सक्दिनँ अब यस्तो मजा आउँदो रहेछ जो साथीहरूसँग यसरी पिकनिक आउँदाखेरि चाहिँ मजा अर्कै हुँदो रहेछ है यो चाहिँ मैले अनुभव गरेँदेखि अब म के भन्न चाहन्छु भिडियो मार्फत म के भन्न चाहन्छु भनेको चाहिँ जो हाम्रो आउटगोइङ दाजुहरू हुनुहुन्छ है उहाँहरू यहाँ उपस्थित हुनुभयो यसमा हामी सम्पूर्ण डिपार्टमेन्टको तर्फबाट हामी धेरै धेरै धन्यवाद दिन्छौँ है उहाँहरू आज यहाँ आइदिएर नै सुनमा सुगन्ध थपी चाहिँ कति मजा आइरहेको छ सबै दाजुहरू आउनुभयो जुन हाम्रो जुन चाहिँ जुन चाहिँ इन्भिटेसनलाई उहाँहरूले स्वीकार गरेर यहाँ आइदिनु भयो अनि उहाँलाई सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु म त्यति भन्दै मेरो कुरा लेखिरहेको धन्यवाद हाम्रो अजित लिम्बुज्यूलाई साथै यहाँनिर हाम्रो बुदाङज्यू हुनुहुन्छ यहाँनिर हाम्रो लिम्बू डिपार्टमेन्टको एउटा ब्याकबोनको रूपमा पनि हेर्नुहुन्छ उहाँलाई हो उहाँलाई आजको यो
दिन के को खास कारण चाहिँ किन चाहिँ हामी यहाँ यसरी भेलिरहेको छ भन्ने कुरा चाहिँ बुदाङज्यूले भन्नुहुन्छ मलाई इंगा याक्थुङ बलाम सेलाप आमेत आजु गता हानाक नगप्ने पहिला याक्थुङ बलाम सेलाप छिटो न ल इंगा कन्जा ल थेपा बोखे भेल्लेगा कन लचे अल्ला है तुसी केक पास सोमसेम्बा फुने हा ल मिबेक रमे भ है लाङसिङ मे सुरक मिबेक रमे पेमो अल्ला उच्चन न पोके देबा अल्ला लचे सुमु सेममै थिम्बेरन लची थिम्बेरन लागि थेसाङ चोबा बोखे है खे जगले मेलिङ खडाको अक्तङ बहोप्ते ह सेलिङ का खाक तङ होय कर मेलिङ का अक्तङ बहोप्ते हो लचे अल्ला अडिटोरियम मुदे लचे थिम्बेसी खुबे गए सेममै थिम्बेरन कर एन्डिङ चाहिँ अल्ला खा के रे आके सुसुक सराङलन लागि अगे हिनो ताकनु अल्ला खा के थिम्बेरन लचे नुबा करेक्टले लचे अल्ला नुबा मे इते बदा स्पोर्ट्स ने खा के ये बा खा के रे अल्ला सुसुक सराङ गए सेममै थिम्बेरन कर एन्डिङ चाहिँ अल्ला खा के रे आके सुसुक सराङलन लागि अगे हिनो ताकनु अल्ला खा के थिम्बेरन लचे नुबा करेक्टले लचे अल्ला नुबा मे इते बदा स्पोर्ट्स ने खा के ये बा खा के रे अल्ला सुसुक सराङ चुक्नु अल्ला किबेक र के बप्पा अब फुने हा अल्ला सेममै पि मार लचे थिम्बे मर अक्तङ बपुरा वा कति सुसुक सराङ नुगे लम हाम्रो यहाँ किचन ग्रुपको हाम्रो यहाँ स्पेसल्ली हाम्रो आनन्दले के बोल्छ आजको यो काम खोइ हाम्रो आनन्दको जिउमा छ अब के भन्न चाहनुहुन्छ के भन्दाखेरि चाहिँ पकाउँदा पकाउँदै हल्दी हो कि सक्यो मगाएको चाहिँ हल्दी नआइपुगेन नरिसकिनु हल्दी लिएर खानु होला हल्दीको त कुरा निकाल्दा हुन्छ हल्दी चाहिँ नभएको उता मिङ्सोला पनि दिँदा हुन्छ ए मिङ्सोबाट मेन त मिङ्सो पनि यहाँ हाम्रो हुनुहुन्छ यहाँ अब के उहाँ पनि पसिना खलखल छ यो आजको यो राम्रो उयसको बारेमा के कुकको बारेमा के भन्न चाहन्छ कि मान्छेहरूलाई सन्देश के दिन चाहन्छ सबसे अब राम्रो पकाउने मिठो खुवाउने यो